नेपालले जित्ने चाहिँ यो पल्टको साफ च्याम्पियनसिप र क्वालिफाई गर्ने चाहिँ एसियन कपको लागि हो। तपाईँले सही सुन्नुभयो र यो मेरो भनाइ होइन, यो भनाइ हो नेपालको नयाँ मेन्स हेड कोच म्याट रसको हो। नेपालले साइन गरिसकेको छ नयाँ म्यानेजर। त्यसअघि हामीसँग रहेका इटालियन कोच भिन्सेन्जोसँग एन्फाले कन्ट्र्याक्ट रिन्यू नगर्ने भएपछि एउटा नयाँ एडभर्टिजमेन्ट निकालेको थियो, जुन चाहिँ सेप्टेम्बरमा निकालेको थियो र त्यो सेप्टेम्बरमा निकालेको एडभर्टिजमेन्ट अनुसार 416 जना युएफए प्रो म्यानेजरहरूले त्यस एप्लिकेसन अनुसारले उनीहरूले फर्म भरेका थिए र त्यो मध्ये 20 जनालाई छानबिनको लागि चयन गरिएको थियो भने त्यो मध्ये अन्तिम चरणमा म्याट रसलाई साइन गरेको हो एन्फाले। र उनी एकदमै के छ, उनको भने 20 वर्षको एक्सपिरियन्स छ इन कोचिङ। उनी युएफए प्रो लाइसेन्स होल्डर हुन् र साइन गरेपछि म्याट्रसको पहिलो प्रेस कन्फरेन्स भएको छ, जहाँ उनले धेरै धेरै ठुल्ठुला कुराहरू उनले गरेका छन् र त्यो मध्ये सबैभन्दा हाइलाइटको पोइन्ट के थियो भने उनले प्रमिससम्म गरेका छन् द्याट नेपाल विल विन साफ च्याम्पियनसिप र एसियन कपको लागि नेपाललाई क्वालिफाई उनले गराउने भरपुर कोसिस गर्नेछन्। र हिजो भनौँ आजबाट मात्रै नेपाल मेनसँग उनले ट्रेनिङ सुरु गरिसकेका छन् भने उनको एम्बिसन धेरै छ। उनी यो अगाडि धेरैवटा कन्ट्रीमा गएर उनले कोचिङ गरिसकेका छन्, जहाँ कहीँ एसिस्टेन्ट म्यानेजर भएर भने कहीँ म्यानेजर पनि भएका छन्। उनी विभिन्न देशहरूमा गएर कोचिङ अलरेडी गरिसकेका छन् र क्वाइट एक्सपिरियन्स म्यानेजर छन्। र उनले योसम्म छ कि उनले आफूलाई जोजे मोरिन्योसँग पनि दाजेका छन् कि उनको पर्सनालिटी कस्तो छ, बिकज ही वान्ट्स टु विन। उनी जित्न चाहन्छन् र उनी जितको लागि भोका छन्, योसम्म उनले भनेका छन्। सबैभन्दा मुख्य कुरो त के हो भने उनले योभन्दा अगाडि मेन्सभन्दा पनि वुमेन्स टिमहरूसँग धेरै उनले म्यानेज गरिसकेका छन् र काहीँ न काहीँ मलाई यो लाग्छ उनको प्रोफाइलसम्म हेरेर कि ही सुड हेभ बिन फर वुमेन्स नेसनल टिम। बट हु नोज, कति बेला मिरेकल हुनसक्छ, दिस इज फुटबल, यु नेभर नो। र उनी पनि अब नेपालमा 1 वर्षको लागि उनले कन्ट्र्याक्ट साइन गरेका छन् र लेट्स सी के हुनेछ। र सबैभन्दा एउटा महत्त्वपूर्ण कुरा के छ भने आई वान्ट कि अब ग्रासरुट लेभलबाट नै नेपाली फुटबललाई ल्याउँ भनेर। बट के छ, यहाँ राजनीति छ, यहाँ प्लेयर्सहरू बस्दैनन्, राम्रो स्यालेरी छैन र हायरकी राम्रो छैन। यो हामी सबैलाई अवश्य थाहा नै छ र यसले अब नेपाली फुटबललाई कहाँसम्म लान्छ, केसम्म हुन्छ भन्ने त हामीले हेर्ने नै छौँ। सो तपाईँलाई के कस्तो लाग्छ यो नयाँ म्यानेजरको बारेमा? यदि तपाईँले हेर्नुभएको छैन भने अवश्य हेर्नुहोला र भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा अवश्य भन्नुहोला। हस् त, धन्यवाद।